अनि आज पुरै पदयात्राको लागि आएको है। अनि म चाहिँ मान्छेको अगाडि बोल्न नसक्ने भएर एक्लै बोलिरहेको छु। यहाँ सबै अगाडि गइसक्यो। हाम्रो टिममा चाहिँ जम्मा 2 जना अनि मसँग 3 जना साथीहरू अरू पनि भेटिन्छ होला अगाडि अगाडि। यो चाहिँ मेरो नानाको फरमाइसमा आएको, मैले प्लान बनाए भए चाहिँ क्यान्सल भइसक्थ्यो। मलाई अस्ति चाहिँ जान मन थियो पाहाडतिर, अहिले चाहिँ खासै मन छैन। त्यही पनि म नि आइदिएको छु। म त अहिले रुममै नाचिरहेको थिएँ, पुरै रुममै खुसी पनि थिएँ। अनि त्यही पनि म नि आइदिएको छु आज यतातिर जङ्गलतिर पदयात्राको लागि। अब भ्लग बनाउने ट्राई गरिरहेको छु एक्लै। सुरु भएकै छैन, हालत पतली भइसक्यो मेरो चाहिँ। मान्छेहरूले लौरो टेक्दै हिँड्दै गरेर देखेको थिएँ, आफूलाई त त्यही लौरो पनि गरौँ लाग्छ। भर्खर सुरु हुँदैछ। डिक्टेलको उकालो जाँदाखेरि त्यो मजा घडीमा माथि चढ्दा त अगाडि दुखेको थियो। आज त मलाई त जानु मन नै थिएन, त्यही पनि आइदिएको। 3 मुरीको जानलाई उकालो हिँडाउनु त गाह्रो पर्यो। झोला बोक्नु पर्यो भने त म त धुरु रोइरह। अब म नाचेर भन्छु होला साँच्चीकै। चाहिँदो भन्दा पसिना चाहिँ बढी आइसकेको छ हामीलाई। अनि हामी चाहिँ गाउँको छोरी हो, त्यही भएर हामी चाहिँ सुरु गर्दै जाँदाखेरि कतिवटा ग्रुपलाई टपेर जान सक्छौँ। त्यो चाहिँ म तपाईँहरूलाई जानकारी गराउने छु। सो वाच इन माई ब्लग, मिनी ब्लग। अबिना नाना बोल्न चाहनुहुन्छ? केही तपाईँको शब्दहरू व्यक्त गरिदिनुहुन्न भनेर तपाईँलाई स्टेजमा आग्रह गर्दछु। हाम्रो बहिनीको मिनी ब्लग कति धेरै फलोअर्स फ्यान छ, म बेहोस हुन्छ। मलाई बोल्ने समय दिनुभएकोमा धन्यवाद। गाउँले छोरी जति हिँड्यो त्यति टाटिन्छ भने यहाँ सकिन लाग्यो। ए हामीले 2टा ग्रुपलाई छोड्न लागिसक्यौँ, तपाईँलाई थाहा छ कि? न बाबा न, मुझे पता नहीं है। तो शॉर्टकट जो पनि न आफ्नै कहाँ जो है गर्ने सुनौँ न, यो इङ्ग्लिसबाट के हो भन्नु त?